नमस्कार मेरो युट्युब च्यानलमा यहाँहरु सबैलाई शुभ बिहानी भन्न चाहन्छु। यहाँ अर्घाखाँची जिल्लाको सन्तिनगर नगरपालिकामा यो सामुदायिक ब्याडमिन्टन कबड्डीमा खेल चलिरहेको छ। हाम्रो श्री थापा एकदम वरिष्ठ डाक्टर हुनुहुन्छ, उहाँसहितको टिम खेलिरहनु भएको छ। बिहानी समयमा खेलकुद खेल्नु स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ। स्वास्थ्यको लागि हामी धेरै औषधिहरू खान्छौँ, तनावहरू लिनु हुँदैन। औषधि खानुभन्दा कुनै न कुनै एउटा शारीरिक व्यायाम गर्नुहोस्, शरीरलाई फाइदा हुन्छ। हामी 24 घण्टा प्रायः जसो केही न केही एउटा न एउटा तनाव, अब अफिस टाइम होला, कसैको जागिर होला, कसैको बिजनेस होला, उसमा झुलिरहेको हुन्छ। तर 1 घण्टा स्वास्थ्यको लागि हामी चाहिँ बिहान बेलुका जति बेला हुन्छ समय निकालेर 1 घण्टा स्वास्थ्यको लागि शारीरिक व्यायाम गरौँ, चाहे खेलकुद गरौँ, रनिङ गरौँ, अथवा हिँडै मर्निङ वाक इभिनिङ वाकहरू गरौँ, तनावलाई एकदम कम गरौँ, स्वास्थ्यको लागि निकै फाइदा हुन्छ। यो खेल चलिरहेको बेला यहाँ डिस्टर्ब भइरहेछ, म अलि थोरै नजिक आएर बोल्न चाहेँ। यहाँहरूले पनि अलि टाढा जानु पर्यो, देखिरहेको छैन। स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल भन्छ। अब चाहिँ उमेर बुढो भइसकेपछि चाहिँ स्वास्थ्यको लागि मात्र खेल हुन्छ। ल यहाँहरूले चाहिँ आफ्नो स्वास्थ्यको लागि पनि कुनै न कुनै प्रकारको एउटा व्यायाम चाहिँ गर्नुहोस्, निकै फाइदा हुन्छ। हस् ल, धन्यवाद, शुभ दिन। खेल पनि हेर्नुहोस्।